यसो हिँड्न बल्ल बल्ल यहाँको यहाँ यो हामी चाहिँ अहिले उत्तरी मोरङको मेक्लाजुङ गाउँपालिका वडा नम्बर 1 अर्थात् मेक्लाजुङ गाउँपालिकाको पर्यटकीय क्षेत्र रमिते साविक रमिते गाविस अहिले मेक्लाजुङ गाउँपालिका वडा नम्बर 1 रमितेबाट हामी मधुमलातिर आउँदैछौँ। यो मेक्लाजुङ गाउँपालिका वडा नम्बर 1 मा पर्ने पर्यटकीय क्षेत्र पछिल्लो समय यस क्षेत्र पर्यटकीय हिसाबले एकदम परिचित हुँदै गइरहेको छ। तपाईहरु कोही यस रमिते पर्यटकीय क्षेत्रमा आउनु भएको छैन भने आउने सोच बनाइराख्नु भएको छ भने पक्कै पनि एकचोटि यस सुन्दर एवं मनोरम दृश्य अवलोकन गर्नका निमित्त रमिते आएर अवलोकन गर्न सक्नुहुनेछ। साँच्चीकै प्रकृतिले दिएको यस पर्यटकीय क्षेत्र एकदम सुन्दर एवं आकर्षण रहेको छ। यस पाहाडले भरिपूर्ण यस क्षेत्रमा तपाईहरुलाई खाना बस्नको लागि पनि राम्रो व्यवस्था रहेको छ। मौलिक हिसाबले एकदम पहाडी क्षेत्रमा परेको यो पर्यटकीय क्षेत्र यस क्षेत्रमा विशेष गरी राई समुदायको बसोबास रहेको छ भने यस क्षेत्रको मुख्य नगदे बाली भनेको अम्लिसो अलैँची अदुवा रहेको छ। तपाईँ पहिलोपल्ट रमिते आउँदै हुनुहुन्छ भने उर्लाबारीबाट मधमल आउँदै रमिते आउन सक्नुहुनेछ। किसान चोकको बाटो पनि हजुर उर्लाबारी किसान चोकबाट उर्लाबारी किसान चोक हुँदै अर्को बाटोको नि प्रयोग गरी रमिते क्षेत्र यस पर्यटकीय क्षेत्र आउन सक्नुहुनेछ भने यस क्षेत्रबाट तराईका सुन्दर फाँटहरू सुन्दर सहरहरू देख्न सक्नुहुनेछ। यहाँ बाख्राहरू चराउन बाख्रा पालन व्यवसाय पनि एकदम राम्रो फस्टाउँदै गएको छ देख्न सक्नुहुनेछ। यस क्षेत्रमा यो रमितेको झन्डी डाँडा क्षेत्र भन्छ यस क्षेत्रलाई चाहिँ। यहाँबाट तराईका सुन्दर फाँटहरू अर्थात् सहरहरू दमक उर्लाबारी बिर्तामोडसम्मको दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ। झन्डी डाँडामा चाहिँ यस क्षेत्रमा एकदम शीतल शान्त वातावरणमा तपाईँ आफ्नो घर परिवारसँग समय बिताउन चाहनुहुन्छ भने पक्कै पनि रमिते तपाईँको स्मरणीय क्षण बन्न सक्नेछ। यहाँबाट तपाईँ तराईका विभिन्न क्षेत्रहरू दृश्य अवलोकन गर्न सक्नुहुनेछ। दृश्य अवलोकन गर्न चाहनुहुन्छ भने पक्कै पनि एकपल्ट घुम्नै पर्ने ठाउँ मोरङ जिल्लाको उत्तरी भेगमा अवस्थित मेक्लाजुङ गाउँपालिका वडा नम्बर 1 को रमितेलाई
आफ्नो तराई जिल्लाका फाँटहरू दृश्य अवलोकन गर्ने क्षेत्र पक्कै पनि बनाउन सक्नुहुनेछ। देख्न सक्नुहुनेछ दृश्यमा तराईका समथल फाँटहरू। भएको छ यहाँ चाहिँ